नाच्न आउँदैन, नाच्न आइहाल्छ नि। तिमी नाचेर देखाउ त। पहिले तिमी नाच न। ए नाच्देऊ न। म नाच्छु। हाम्रो पाल्टनमा यस्तै हो। कस्तो लाग्यो नाच? कहिले भेटा होला भन्दै गाए धेरै वर्ष। कहिले भेटा होला भन्दै गाए धेरै वर्ष। धेरै पछि भयो भेटा मनमा लाग्छ हर्ष, मनमा लाग्छ हर्ष। पल्टनबाट छुट्टीमा आएको हँसाउला मौकाले भेट्नको। पल्टनबाट छुट्टीमा आएको हँसाउला मौकाले भेट्नको। पल्टनबाट छुट्टीमा आएको हँसाउला मौकाले भेट्नको। हामी त पाल्टनमा यसरी ट्याङ्ग पो हान्छौँ त। लु तिमी गरेर देखाउ त। अब तिम्रो पालो। कहिले पुगे राजस्थान, कहिले पुगे पुना। कहिले
महामाया कार्यक्रमको अध्यक्ष अनि यस सभालाई क्याप्टेन पूर्णबहादुर गुरुङ साहबलाई आफ्नो आसन ग्रहण भइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यस्तै गरेर हाम्रो सङ्घको उपाध्यक्ष क्याप्टेन मित्रबहादुर गुरुङ साहबलाई पनि आसन ग्रहण भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु र सङ्घको सल्लाहकार सङ्घको संरक्षण सदस्य र नेपाल भूतपूर्व सैनिक सङ्घको पूर्व अध्यक्ष क्याप्टेन टिक प्रसाद गुरुङ साहबलाई पनि आसन ग्रहण भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हाम्रो सङ्घको कोषाध्यक्ष क्याप्टेन वीरध्वज गुरुङ साहबलाई पनि आसन ग्रहण भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। साथै सल्लाहकार क्याप्टेन कमबहादुर गुरुङ साहबलाई पनि आसन ग्रहण भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु र सङ्घको सल्लाहकार क्याप्टेन मनकाजी गुरुङ साहबलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। नेपाल भूतपूर्व सैनिक सङ्घ कास्कीको वर्तमान अध्यक्ष सुबेदार मेजर हेम प्रसाद गुरुङ साहबलाई पनि आसन ग्रहण भइदिनुको लागि म हार्दिक आग्रह गर्दछु र सुबेदार मेजर इमान बहादुर गुरुङ साहबलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु र सुबेदार मेजर इन्द्र बहादुर गुरुङ सेकेन्ड फोर्जिया उहाँलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। सुबेदार मेजर अनिल क्याप्टेन राम प्रसाद गुरुङ सेना मेडल साहबलाई पनि आसन ग्रहण भइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सङ्घको संरक्षण सदस्य हौलदार बमबहादुर गुरुङलाई पनि म आसन ग्रहण भइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यस सङ्घको आजीवन सदस्य साहबहरू लगायत महिला सज्जनवृन्दहरूमा आफ्ना यथास्थानमा आसन ग्रहण भइदिनु भएमा पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रो सङ्घको कोषाध्यक्ष साहबले हाम्रो सङ्घको बारेमा छोट कार्यमा 2 शब्द राखिदिनु हुनेछ, कृपया ध्यानपूर्वक सुनिदिनु होला। आदरणीय आज हाम्रो कोर गोर्खा रेजिमेन्टल डे को शुभ अवसर को कार्यक्रम का अध्यक्ष महोदय क्याप्टेन पूर्णबहादुर गुरुङज्यू, मञ्चमा आसीन महानुभावज्यूहरू, उपस्थित सम्पूर्ण फोर्जियारका दाजुभाइ र दिदीबहिनीज्यूहरूमा जय गरौँ। आज हामीलाई धेरै खुसीको अवसर प्राप्त भएको छ रेजिमेन्टल डेको शुभ अवसरमा र पल्टनले पनि आज यस अवसरमा मनाउँदैछ र म केही हाम्रो फोर्जियारको आर्थिक को विषयमा केही जानकारी गराउन चाहन्छु। सबभन्दा पहिला हाम्रो कोष हाम्रो गोर्खा ज्वेलरीमा 5 लाख पैसा राखेको छ र त्यसको ब्याज 18% को हिसाबले 22,500 रुपियाँ हरेक 3 वर्षमा हामीले लिएर गोर्खा बचत सहकारी संस्थामा
हामी जम्मा गर्दै गरेका छौँ। जेठको 5 गते जम्मा गरेको, भदौको 5 गते 22,500, मङ्सिरको 5 गते 22,500 र फागुनको 5 गते 22,500, जम्मा 67,500 रुपियाँ हामीले ब्याज प्राप्त गरेको छ। त्यसको बाद हाम्रो बचतमा 18,999 रुपियाँ 73 पैसा पहिलेदेखि हाम्रो चालु बचतमा थियो र हाम्रो चलनअनुसार कोष अध्यक्षको सम्ममा कमसेकम 20,000 पैसा लाग्नुपर्छ भन्ने कुराबाट 21,658 रुपियाँ भएकोमा अस्ति भर्खर थर्ड फ्लोरको 2 जना आजीवन सदस्य भएर 23,658 रुपियाँ मसँग छ र अहिले हाम्रो यहाँ 190 जनाको हामी डिमान्ड दिएका छौँ र आज एक प्लेटको 625 रुपियाँको हिसाबले पनि हामीले मिलाएको छौँ र सबै चिज गरेर आज हामीले 1,60,750 रुपियाँ खर्च आउनेको अनुमान छ। दोबारा सुन्नु होला, 1,60,750 रुपियाँ खर्च आउनेको अनुमान छ। आज हामीले 1,32,000 पैसा उठाउने सङ्कल्प हामीले गरेका छौँ र टोटल हाम्रो खर्च घटाएर 5,81,000 रुपियाँ हाम्रो व्ययमा रहनेछ। सदस्यहरूको विवरण फर्स्ट फ्लोरबाट 21 जना, हाम्रो सेकेन्ड फ्लोरबाट 17 जना, थर्ड फ्लोरबाट 38 जना, फोर्थ फ्लोरबाट 17 जना र 5 फ्लोरबाट 32 जना, टोटल हाम्रो 776 रुपियाँ हाम्रो फोर्जारमा सदस्य लिएको छ, जसले 1,000 रुपियाँ तिरेर यो सदस्य लिएको छ। र आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब म धेरै कुरा नभनिकन म आफ्नो भनाइलाई यही अन्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। जय गुरु। उपाध्यक्ष साहब क्याप्टेन इन्द्रबहादुर गुरुङ साहबले आफ्नो स्वागत मन्तव्यपछि हाम्रो 5वटै पल्टनको सिओ साहब र एसएम साहब अनि ती 5वटा पल्टनको लोकेसन अनि डेभलपमेन्टको बारेमा हजुरलाई जानकारी गराउँदै हुनुहुन्छ। कृपया ध्यानपूर्वक सुनिदिनु होला र एन्जोय पनि लिँदै गर्नु होला। आदरणीय आजको हाम्रो यस कार्यक्रमको अध्यक्ष साहबज्यू र सम्पूर्ण अतिथिगण साहबहरू लगायत उपस्थित सम्पूर्ण साहबहरू र बुढीहरू र दिदीबहिनीहरू, हाम्रो गौरवशाली रेजिमेन्ट 4GR को रेजिमेन्टल डे सेलिब्रेसनको लागि गेदरिङ हुनुभएको सम्पूर्ण महानुभावहरूलाई म हाम्रो 4GR को समितिको तर्फबाट न्यानो अभिवादनको साथमा हार्दिक स्वागत गर्न चाहन्छु। स्वीकार्नु होला। जय गुरु। खासै भन्नुपर्दाखेरि आज हामीहरू यहाँ कुनै राजनीतिक भाषण र मन्तव्य सुन्नको लागि एकत्रित भएको होइन, बल्कि हाम्रो गोपु 4GR को पुरा परिवार सदस्यहरू आपसमा भेटघाट गरेर रमाइलो कुराकानी गरेर पार्टीको इन्जोय गरेर रेजिमेन्टल डे सेलिब्रेसनको लागि हामी एकत्रित भएको छौँ। फर्स्ट वर्ल्ड वार सकेको पछि पहिलोचोटि हाम्रो 4GR ले रेजिमेन्टल डे 11 मार्च 1922 कर्नल अफ द रेजिमेन्ट थियो, गोरा उसको नाम थियो आर्थर मिल्स भन्ने, लेफ्टिनेन्ट जनरल आर्थर मिल्स, उसको अन्डरमा हामीले पहिला सेलिब्रेसन गरेको थियो हाम्रो पुर्खाहरूले। तत्पश्चात हामीले त्यही डेटलाई हामीले कन्टिन्युटी दिइरहेको छौँ, यानि निरन्तरता दिइरहेको छौँ, जसको बाबु हामीहरू तपाईँ हामी आज यहाँ छौँ। हाम्रो 5वटा बटालियनको सबभन्दा पहिला हाम्रो कर्नल अफ द रेजिमेन्ट लेफ्टिनेन्ट जनरल टीएस हुड्डा साहब, पीबीएसएम, यूबीएसएम, एडीएसएम, बीएसएम, एडीसी साहब हुनुहुन्छ। अहिले उहाँ चाहिँ यही नोभेम्बरमा रिटायरमेन्ट लिइरहेको छ। त्यस कारण उसको रिटायरमेन्टको बाद हाम्रो फेरि 5 4 को
लेफ्टेनेन्ट जनरल एसके पुन्याल सेना मेडल साहबले टेकिङ ओभर गरिरहेको छ, जो कि उहाँ अहिले 14 कोरमा कोर कमान्डर हुनुहुन्छ लेहमा। भने हाम्रो कमान्डिङ अफिसर फर्स्ट फोर्थ जिआरको कर्नल एसएस नेगी साहब हुनुहुन्छ भने सुविधा मेजर सिबी गुरुङ साहब हुनुहुन्छ र उहाँको डिप्लोइमेन्ट चाहिँ फर्स्ट फोर्थ जिआरको डिप्लोइमेन्ट पिनाकुनीमा हुनुहुन्छ अहिले। त्यसैमा हामी सेकेन्ड फोर्थ जिआरको कमान्डिङ अफिसर कर्नल केबी गुरुङ साहब हुनुहुन्छ र सुविधा मेजर दिलबहादुर थापा सेना मेडल साहब हुनुहुन्छ, उहाँको डिप्लोइमेन्ट डलौजीमा हुनुहुन्छ। त्यसैमा हामी 3/4 जिआरको कमान्डिङ अफिसर साहब कर्नल PRS रावत VSM साहब हुनुहुन्छ र सुविधा मेजर हने क्याप्टन मिन नारायण गुरुङ साहब हुनुहुन्छ र हाम्रो 3/4 जिआर अहिले फिलहाल राँचीमा डिप्लोयड हुनुहुन्छ। भने त्यसै मुताबिक हाम्रो 4/4 जिआर कमान्डिङ अफिसर कर्नल CDS खाती सौर्य चक्र साहब हुनुहुन्छ भने सुविधा मेजर राजकुमार गुरुङ साहब हुनुहुन्छ, उहाँको डिप्लोइमेन्ट पिथोरागढमा हुनुहुन्छ। त्यसै मुताबिक हाम्रो कान्छी बटालियन 5/4 जिआर उहाँको सिओ साहब कर्नल JB सिंह साहब हुनुहुन्छ। कर्नल JB सिंह साहब अहिले सर्टली कुनै मेडिकल केसमा बोर्ड आउट हुँदैछ, त्यस कारणले उसको लिउमा कर्नल हरिप्रसाद साहबले कमान्ड सम्हाल्दै हुनुहुन्छ। भने सुविधा मेजर हन्ड्रेड लेफ्टेनेन्ट लालबहादुर छन्चेल साहब हुनुहुन्छ, त उहाँ पनि अहिले आजको 26 जनवरीमा 100 लेफ्टेनेन्ट भयो र 1 मार्चमा एसओएस हुँदैछ र उसको इन्लिउमा सुविधा मेजर हुँदैछ पदम बहादुर साहब हुनुहुन्छ र 5/4 जिआरको डिप्लोइमेन्ट छ पुसमा। तपाईँलाई थाहा नै होला अहिले रिसेन्टली हाम्रो 14 GDCमा 6-1 जिआर जमेको छ, जो यो 1 मार्चपट्टि राइजिङ स्टाफ भइसक्यो सुरुवात। हरेक 14 GDCको हरेक बटालियनपट्टि मान्छेहरू भ्याकेन्सी त्यहाँ जाँदैछ, भ्याकेन्सी मागेको छ, त्यो अकर्डिङली 14 GDCमा डिप्लोय हुँदैछ र राइजिङको काम सुरु भइसकेको छ 6-1 जिआर। यो पनि हाम्रो गौरवको कुरा हो हाम्रो 14 GDCको लागि। अन्तमा म दुर्गे मातालाई र पशुपतिनाथ देवतालाई मन्दिरलाई भगवानलाई हामी 4/4 जिआरको समितिको तर्फबाट प्रार्थना गर्छौँ कि हाम्रो 4/4 जिआरको सम्पूर्ण सदस्यहरू लगायत परिवारजनलाई रक्षा गरोस्, मनोकामना पुरा गरोस् र लामो आयु दियोस्, दीर्घायु दियोस्, ताकि हामी आउनेवाला सालमा पनि आगामी आउनेवाला वर्षमा पनि यस्तै प्रकारले खुसी गरेर भेटघाट गरेर फेरि मलाई हाम्रो रेजिमेन्ट डे मनाउन पाऊँ। यति भन्दै म मेरो मन्तव्य यहीँ भन्न चाहन्छु। ल, जय गुरु, इन्जोय यर पार्टी। हाम्रो गोर्खा रेजिमेन्टको स्थापना भएको 200 वर्षको उपलक्ष्यमा गोर्खा ब्रिगेडको जो बास्केटबल प्रतियोगिता भएको थियो, ती इन्डियन आर्मीको भारतीय फुपूहरूले पोखरामा बास्केटबल आयोजना गरेको थियो। त्यो आयोजना गर्दाखेरि हाम्रो 4 जिआरको तर्फबाट टिमको गेम ड्रेस र टिमको फी स्पोन्सर गर्नुहुने हवलदार निलबहादुर गुरुङलाई म प्रशंसा पत्र ग्रहण गरिदिनु हुन उहाँलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हवलदार निलबहादुर गुरुजी, र यस प्रशंसा पत्रमा हामीले यस प्रकार विवरण लेखेका छौँ। 4th गोर्खा राइफल्स एक्स सर्भिसम्यान एसोसिएसन पोखरा सम्मान पत्र, कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नम्बर 17 पार्दी बिरौटा एवं यस सङ्घका आजीवन सदस्य हवलदार निलबहादुर गुरुङ 5/4 जिआर ज्यूले गोर्खा सैनिक स्थापनाको 200 वर्ष पूर्णको अवसरमा भारतीय भूपू सैनिक बास्केटबल प्रतियोगितामा सङ्घको चौतर्फी विकासको लागि रु 15,700 रुपियाँ आर्थिक सहयोग उपलब्ध गराई पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै धन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। साथै
तपाईँ र तपाईँको परिवारको उत्तरोत्तर प्रगतिको सुस्वास्थ्य र दीर्घायुको कामना सहित आगामी दिनहरूमा पनि सहयोग एवं सद्भावको रहिरहोस् र हामी बीचको सम्मान आज प्रकट बनोस् भन्ने कामना गर्दछौँ। सचिव सुबेदार रामप्रसाद गुरुङ, अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ, प्रमुख अतिथि लेफ्टिनेन्ट कर्नल दिपाकर राजाराम हुनुहुन्थ्यो। उहाँ आज कुनै कारणवश उहाँ आइपुग्नु भएन र अब म हवलदार नीलबहादुर गुरुङलाई यो सम्मान पत्र ग्रहण गरिदिनु हुन उहाँलाई म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। सम्मान पत्र हवलदार पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गराइदिनु हुन अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ सर। हाम्रो सङ्घको संरक्षण सदस्य नेपाल भूतपूर्व सैनिक सङ्घ कास्कीका निवर्तमान अध्यक्ष क्याप्टेन टिक प्रसाद गुरुङ साहबले छोटो मन्तव्य राखिदिनु हुन म साहबलाई ट्याक्समा आमन्त्रित गर्न चाहन्छु। क्याप्टेन टिक प्रसाद गुरुङ साहब। गोर्खा रेजिमेन्टको ऐतिहासिक 11 मार्चको उत्सव कार्यक्रमका अध्यक्ष, यसै सङ्घका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङज्यू र मञ्चमा आसीन व्यक्तित्वज्यूहरू र अन्य उपस्थित उप सैनिक साहब, सरदार दाजुभाइ तथा दिदीबहिनीहरूमा स्वीकार्नुहोस् टिक प्रसाद गुरुङको आत्मीय जयकोरकको न्यानो अभिवादन। सर्वप्रथम फोर गोर्खा राइफलको यो ऐतिहासिक रेजिमेन्टल दिवसको सुखद उपलक्ष्यमा हामी सबैलाई हाम्रा गोर्खा बाबाले हामीहरूका कल्याण गरून्, हामीहरूलाई सुस्वास्थ्य राखुन्, सुख शान्ति र समृद्धि दिउन् र प्रगति र उन्नति गरून् भन्ने किसिमको मङ्गलमय कामना गर्न चाहन्छु। साफ सत्ता दाजुभाइ दिदीबहिनीहरू, हामी सेवानिवृत्त पश्चात विभिन्न ठाउँहरू, गाउँहरू, जिल्लाहरूमा हामी छरिएर बसेका छौँ र पनि आफ्नो रेजिमेन्टप्रति अपार स्मरण र माया सम्मान राख्दै हामीले केही वर्षबाट निरन्तर पोखरामा हाम्रो ऐतिहासिक रेजिमेन्टल दिवसलाई हामीले मनाउँदै आएका छौँ। साँच्चै भन्नुपर्दाखेरिमा यो हामीले गर्नै पर्छ, किनभने रेजिमेन्ट भनेको हाम्रो यस्तो रेजिमेन्टसित हाम्रो यस्तो सम्बन्ध हुनुपर्छ जस्तो हाम्रो जन्मघर हाम्रो घर हो भने हाम्रो चाहिँ कर्मघर चाहिँ रेजिमेन्ट हो। त्यही रेजिमेन्टको नाताबाट, त्यही रेजिमेन्टकै उसबाट हामीहरू अहिले के छ त्यही रेजिमेन्टको कारण छ र त्यो रेजिमेन्टलाई हामीले बिर्सन हुँदैन। त्यो रेजिमेन्टलाई हामीले सम्झिराख्नुपर्छ, त्यो रेजिमेन्टलाई हामीले सम्मान गरिराख्नुपर्छ। र आदरणीय साथ दाजुभाइ दिदीबहिनीहरू,